गरिसक्छु कतिखेर गयो झुक्कै त यसमा तेल अलिकति हाल्नु पर्छ यो गएर सिसा हाल्देऊ न यम ब्रह्मा बरुद्रेण रुद्रमरुतो इष्टबन्धि दिव्य इष्टवेद सागपद प्रमा पनिषेद गायन्ति सामगा ध्यान वशिष्ठगतने मनसा पश्यन्ति योगिनः शान्तन विदु सुरगणदेवाय तस्मै नमः श्रीमच्चन्दन चर्चितु जलवपु शुक्लम्बर मल्लिका मालालङ्कृत कुण्डलापविलास मुक्त बलि शोभिता सर्वज्ञान निदान पुस्तकधर रुद्राक्ष मालाकर वाग्देवी वन्दनाम्बुजे वसुतुमे त्रैलोक्य माता चिरं मकं करोति वाचालं पङ्गुलङ्घयते ग्रीं यत्कृपात महावन्दे परमानन्द माधवं नमो भगवते तस्मै व्यासाय येमित् तेजसे सपसादक्ष्यामि नारायणी कथामिमं नारायणी नमस्कृत नरचैव नरोत्तमं देवी सरस्वती व्यासो ततो जय मुदिरे श्रेष्ठनि परमेश्वरे नमः पञ्चदशो अध्याय 15 अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तहाँ उपरान्त पार्वतीले अत्यन्त जतन गरी थन्काई राखेको अति दिव्य श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 यज्ञोपवीत 8 पान 8 कुटका सुपारी सगुन समेत ल्याई हे स्वामी अब मेरो तपस्या पूर्ण भयो केटाकेटीदेखि हजुरलाई धाइरहेकी आज पाएँ भनी महादेवका हातमा चढाई साष्टाङ्ग प्रणाम गरी हे आदि पुरुष श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ फेरि पनि म केही बिन्ती गर्छु यो ब्रह्माण्ड संसारमा कोही दुखी छन् कोही दरिद्र छन् कोही पापी छन् कसैका सन्तान छैनन् कसैका स्त्री छैनन् कसैका पुरुष छैनन् यो व्रत प्रकाश गरिदिए सबैको उद्धार होला यति पार्वतीले भनेको वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ हे पार्वती तिमी धन्य दुखी दरिद्रका उप तिमीलाई यस्तो दया भएपछि उपाय बताउँछु सुन भनी उपाय बताउन लाग्नुभयो पहिले प्रथम अस्वस्थामा ऋषिलाई डाकी रसाताल पातालमा पठाऊ उहाँ उनले प्रकाश गरिदिलान् यदि महादेवले आज्ञा गरेपछि पार्वतीले हवस भनी प्रथम अस्वस्थामा ऋषिलाई डाक्न पठाइन् प्रथम अस्वस्थामा ऋषि आएर महादेव पार्वतीलाई प्रणाम गरी हे भवानी शङ्कर मलाई के कामले डाक्नुभयो सो आज्ञा गर्नुहोस् भनी भने यति प्रथम अस्वस्थामाका वचन सुनि पार्वती आज्ञा गर्छिन् हे प्रथम अस्वस्थामा ऋषि तिमी रसाताल पातालमा जाऊ उहाँ जो दुखी छन् जो पापी छन् जो दरिद्र छन् जसका स्त्री छैनन् जसका सन्तान छैनन् तिनलाई यस्ता विधिले श्री स्वस्थानी परमेश्वरीको व्रत गराऊ र उद्धार होलान्
भनी विष्णुले आफूलाई बताए झैँ व्रत विधि बताइन् र जाऊ भनी बिदा दिइन्। यति पार्वतीले आज्ञा गरेको सुनि प्रथम अवस्थामा अति खुसी भई हवस् भनी महादेव पार्वतीलाई साष्टाङ्ग प्रणाम गरी रसातल पातलमा गए। तहाँ उपरान्त एक दिन महादेवले पार्वती कतिकी चतुरी रहेछन् हेर्नु पर्यो भनी आफू कसैले नदेख्ने ठाउँमा लुक्न गए। महादेवलाई पार्वतीले नदेखि यताउति खोजी हिँड्न लागिन्। कहीँ पाउन सकिनन् र अति चित्त आकुल गरी विलाप गर्न लागिन्। फेरि कता जानुभयो भनी अनेक ठाउँमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारिन् र भनिन्, हे ईश्वर, तपाईले किन मलाई छली लुक्न जानुभयो? म सुन्दर भइन र कि मन परिन र कि किन मलाई छाडी अन्त लुक्न जानुभयो? यस्ता तरहसँग पार्वतीले भनेको वचन सुनि केही नबोली मनमा भन्न लागे, यी पार्वतीले मलाई यसै छोड्ने भएनन्। रूप फेरि अर्कै रूप लिई वन विहार गर्न जानु पर्यो भनी त्यहाँदेखि अन्तर्ध्यान भई श्लेषमान्तक वनमा एक्लै गई किरातीको रूप लिई वनमा शिकार गर्दै हिँड्न लागे। महादेवलाई पार्वतीले फेरि देखेनन् र मनमा साह्रै दुःख मानी महादेवले मलाई किन छल्नुभयो भनी मनमा सन्देह गरी ध्यान दृष्टिले विचार गरी हेरिन्। तर महादेवले किराँतको रूपधारी श्लेषमान्तक वनमा शिकार खेली हिँडेको थाहा पाइन् र पार्वतीले महादेवलाई छकाउनका निमित्त अत्यन्त राम्री भई किराँतिनीको रूपधारी अनेक तरहका हाउभाउ कटाक्षले युक्त भई श्लेषमान्तक वनमा गई एउटा ठूलो वृक्षका छायामा आई बसिरहिन्। श्री महादेव पनि वन फिर्दै तहाँ आइपुगे। किराँतिनी रूप पार्वतीलाई देखि मोह भई सोध्न लागे, हे सुन्दरी, तिमी को हौ? देवकन्या हौ कि यक्षकन्या हौ कि नागकन्या हौ अथवा अप्सरा पो हौ कि? मैले हेर्दा त यो ब्रह्माण्ड संसारमा तिमी जस्ती सुन्दरी हुन दुर्लभ छ। फेरि एक्लै यो वनका बीचमा किन आई बसिरह्यौ? तिमीलाई डर पनि लाग्दैन कि? अघोर वनमा वन्य जन्तु बाघ हात्तीको भय पनि कति नमानी निर्धक्कसँग बसेकी? यो कुराको वृत्तान्त मलाई भन। यति किरात रूप श्री महादेवले आज्ञा भएको सुनि किराँतिनी रूप पार्वतीले श्री महादेव यिनै हुन् भनी चिनी मनले दण्डवत गरिन्। श्री महादेव कस्ता तरहसँग आएका थिए भने बायाँ हातमा धनु लिएका, दाहिने हातमा त्रिशूल लिएका, सर राख्ने ठोक्रो काँधमा राखेका, सर्पका गहना लगाएका, महाभयंकर मूर्ति भएका यस्ता किराँती रूप महादेवलाई श्री पार्वतीले भन्न लागिन्, हे किराँत, म यहाँ बसेकी धेरै वर्ष भयो। किराँतिनी हुनाले बाघ हात्तीको डर पनि मलाई केही लाग्दैन। तपस्या गरी बसेकी छु भनिन्। यस्ता तरहसँग दुई स्त्री पुरुषको अनेक कुराकानी हुँदैमा साँझ पर्यो र किराँती रूप श्री महादेव आज्ञा गर्छन्, हे सुन्दरी, तिमी पनि एक्लै छौ, म पनि यही एक्लै छु, हामी दुवैजना यहीँ बास बसौँ। यति श्री महादेवको वचन सुनि श्री पार्वती भन्दछिन्, हे किरात, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस एक्लै यस्तो वनका बीच कोही नभएको ठाउँमा कसरी एकै ठाउँमा बास बसौँ? लोग्ने मानिसको धर्म हुँदैन। राम्री स्वास्नी देखेपछि घर, आमा, बुवाबु सब बिर्सन्छन्। तसर्थ एक ठाउँमा बास बसौँ, एक ठाउँमा बास नबसौँ, यो कुरा नगर। यति किराँतिनी रूप पार्वतीको वचन सुनि किराँती रूप महादेवले, हे सुन्दरी, यस कुरामा केही सन्देह नगर भनी दुई स्त्री पुरुषले त्यस वृक्षको मुनि बास गरे। यस्ता तरहसँग बस्दा बस्दा केही दिन बित्यो र पार्वतीका मनमा यसै बसी कति निर्वाह गर्ने हो, यी भोलानाथ सधैँ बसेर पनि भुक्तान गर्न सक्छन्, अब केही जुक्ति गर्नु पर्यो भनी मनमा विचार गरी महादेवलाई छली आकाशवाणी भए झैँ गरी भन्न लागिन्, हे ईश्वर, तपाईँले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्रादिहरू सबै देवता सबैले साह्रै दुःख पायौँ। यसै बस्नुभयो भने हाम्रो उद्धार को गर्ला? हे करुणामय, हे विषमध्वज, कैलाशको चर्चा गरी हाम्रो उद्धार गरी रक्षा गर भन्ने यस्तो आकाशवाणी भएको सुन्दा अनि महादेवले यो कसको उपर भएको हो, म यहाँ आएको त कसैले देखेको छैन भनी यताउति हेर्दा केही पत्ता पाउन सकेनन् र देवताहरूले भने हुन् भनी चुप लागि किराँतिनी रूप पार्वतीलाई नदेखि खोज्न लागे। तब पार्वतीले पनि केही थाहा नपाए झैँ गरी फलफुल टिपी खान लागेकी थिइन्। किरात रूप श्री महादेव तहाँ पुगी, हे सुन्दरी, तिमीलाई खोज्दा कहीँ पाउन सकिन, कहाँ गएकी थियौ भन्दा किराँतिनी रूप पार्वती भन्दछिन्, हे किरात, भोक लाग्दा कन्दमूल खोज्न गएकी हुँ, कहीँ गएकी छैन भनी कुरा गरिरहँदा पूर्णचन्द्र भन्दा पनि अति राम्री पार्वतीलाई देखि चित्त चञ्चल भई कामले पीडा गर्दै किराँतिनी रूप पार्वतीलाई समात्न जाइ लाग्दा किराँतिनी रूप पार्वती भन्छन्, हे किरात, तिमी कस्ता रहेछौ? तिम्रो धर्म यही हो? मैले त महादेव बाहेक अरू स्वामी तुल्याउने छैन भनी प्रतिज्ञा गरी यही वनमा आई उनै श्री महादेवको तपस्या गरी बसेकी छु।
तिमीले त्यसो गरे तिमीलाई श्राप गरी म आत्महत्या गरी मर्नेछु। यति किराँतिनी रूप पार्वतीका वचन सुनि किराँत रूप महादेवले हे सुन्दरी, तिमी त्यसो भन्छौ भने उनै महादेव म हुँ। वन विहार गर्न मन लाग्दा वन विहार गर्न आएकी हुँ। नपत्ताए हेर भनी ज्योति रूप धरेर दर्शन दिए। तब किराँतिनी रूप पार्वतीले मनमा आनन्द गरी पाउमा दण्डवत गरी बिन्ती गर्न लागिन्। हे ईश्वर, उसो भए कन्यादान लिन मेरा बाबु महातारी छेउ हिँड्नुहोस् भन्दा लौ भनी किराँतिनी रूप पार्वतीका पछि लागि महादेव गए। जाँदा जाँदा हिमालय पर्वतका घरमा पुगे। तब महादेवले थाहा पाई यिनी पार्वती पो रहिछन्। मलाई छल गरी आफ्ना बाबा महातारी छेउ ल्याइन्। अब म कसो गरौँ भनी लाज मानी अन्तर्ध्यान भई किरातेश्वर शिवलिङ्ग भई श्लेषमान्तक वनका उत्तर भागमा गई बसिरहे। फेरि महादेवलाई नदेखि पार्वतीले अति विलाप गरी ध्यान दृष्टिले विचार गरिन्। किरातेश्वर शिवलिङ्ग भई रहेको चाल पाई पार्वतीले बागमतीमा नित्य स्नान गरी किरातेश्वर शिवलिङ्गको ध्यान गरी वस्त्र पहिराई धूप दीप नैवेद्य चढाई पूजा गरी तपस्या गरिन्। पार्वतीले स्नान गरेकी हुनाले त्यस ठाउँको नाउँ गौरी घाट भयो। जो मनुष्य गौरी घाटमा स्नान गरी किरातेश्वर शिवलिङ्गको दर्शन गर्ला त्यसका सब दुःख नाश होला, लक्ष्मी वृद्धि होला, यस लोकमा सुख सम्पत्ति पाई परलोकमा कैलाश पद पाउला। हे अगस्त्य मुनि भनी कुमारले आज्ञा गरे। तहाँ उपरान्त यस्ता तरहसँग नित्य पार्वतीले तपस्या गरेको देखि महादेव प्रसन्न भई हँस्याउलो मुख गरी आफ्ना स्वरूप दर्शन दिए। अब त्यस बखतमा पार्वतीले मनमा हर्ष भई पाउमा परि दण्डवत गरी अञ्जली बाँधी बिन्ती गर्न लागिन्। हे ईश्वर, हजुरले किन मलाई यस्ता तरहसँग दुःख दिनुभयो? म हजुरको मन परिन कि अन्य भनी अनेक तरहसँग विस्मात गरेको सुनि महादेव बहुत खुसी भई पार्वतीलाई अङ्कमाल गरी आफ्ना काखमा लिए। तहाँदेखि अन्तर्ध्यान भई हिमालय पर्वतका घर गए। यस्ता तरहसँग महादेव पार्वती आएको देखि हिमालय पर्वतले अत्यन्त खुसी भई पुष्प वृष्टि गरी आसनमा बसाली 84 पकवान तयार गरी भोजन गराए। तहाँ 2-4 दिन बसी महादेवले पार्वती छेउ आज्ञा गरे। हे पार्वती, धेरै दिन भयो कैलाश शून्य भएको छ। अब यहाँ बसी के गर्नु छ? कैलाश जाउँ, तेरा बाबा महातारी छेउ बिदा हुनुपर्छ भनी दुवै स्त्री पुरुष मिली गए र महादेवले हिमालयसँग आज्ञा गरे कि हे पिता, धेरै दिनदेखि कैलाश शून्य छ। अब तपाईँले आज्ञा दिए कैलाश जाँदो हुँ। महादेवले पिता भनेको यस्तो वचन बोलेको सुनि हिमालय पर्वतले बहुत सन्तोष भई महादेव छेउ बिन्ती गरे। हे त्रैलोक्यनाथ, सम्पूर्ण देवताका पितामह, यस्ता तपाईँले अज्ञानीले भने झैँ मलाई मोहले छोपी हे पिता भन्नुभयो। मेरो सम्पूर्ण अज्ञान नाश गरी ज्ञान दिनुहोस्। सदा तपाईँका भक्तिमा मेरो चित्त लागोस्। हे शशि शेखर, पहिले पूजा गरौँ भनी महादेव पार्वतीलाई नाना वस्त्र अलङ्कार पहिराई सिंहासनमा बसाली षोडशोपचारले पूजा गरी भोजन गराई स्तुति गर्न लागे। हे भवानी शङ्कर, यस्तै जस्तै लक्ष्मी नारायणले समुद्रका घरमा गई बसेका समुद्रलाई आनन्द भयो, त्यो त्यस्तै तपाईँ दुई स्त्री पुरुष मेरा घरमा राज गर्नाले मलाई आनन्द भयो। हे जगदीश्वर, तपाईँ कस्तो भने आफ्ना मायाले ब्रह्माण्ड संसार व्याप्त गरी बस्ने तपाईँ यस्तालाई साष्टाङ्ग कोटि कोटि नमस्कार। फेरि समुद्र मन्थन गर्दा कालाकुट विष निस्क्यो र संसार दग्ध हुन लाग्यो। त्यो विष कण्ठमा राखी रक्षा गर्नुभयो र नीलकण्ठ भनी नाम रह्यो। यस्ता तपाईँलाई कोटि कोटि नमस्कार गर्छु। हे विश्वम्भर, फेरि आफैले सृष्टि गरी आफैले संहार गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार। हे पर ब्रह्मा, फेरि त्रिपुरासुर दैत्यलाई मार्दा तपाईँको सामग्री कस्तो थियो भने पृथ्वी नै रथ, चतुर्वेद घोडा, चन्द्र सूर्य रथका पाङ्रा, ब्रह्मा सारथी, सुमेरु पर्वत धनुष, शेषनाग धनुको तादो, विष्णु बाण गरी मार्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार। हे युगेश्वर ब्रह्मा पनि तपाईँ, स्थावर पनि तपाईँ, जङ्गम पनि तपाईँ, यमका यम पनि तपाईँ, नारायण पनि तपाईँ, सत्व रज तम त्रिगुण पनि तपाईँ, मृत्यु पनि तपाईँ, कालका काल पनि तपाईँ, गुणका गुण पनि तपाईँ, देवताका देवता पनि तपाईँ, अनाथका नाथ पनि तपाईँ, विश्वरूप मूर्ति पनि तपाईँ, अन्त्य नभएका पनि तपाईँ, अष्ट वसु पनि तपाईँ, द्वादश द्वितीय पनि तपाईँ, दिक्पाल पनि तपाईँ, ब्रह्माण्ड संसारमा सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यको साक्षी भई रहेका पनि तपाईँ। हे विषमध्वज, तपाईँको महिमा वर्णन गर्न चतुर्मुख ब्रह्माको पनि सामर्थ्य छैन। 1000 जिब्रा भएका शेषनागको पनि गम छैन। मेरो कसो गरी होला? यस्ता तरहले हिमालय पर्वतले नाना स्तुति गरेको सुनि महादेव सन्तोष भई हँस्याउलो मुख गरी हे पर्वतराज, तिम्रो भक्तिदेखि म सन्तुष्ट भएँ। सदा मेरो भक्तिमा चित्त लगाई कैलाश पद पाए। अब हामी जान्छौँ भनी हिमालय पर्वत र मेनका छेउ बिदा भई
वृषभमा चढी पार्वतीलाई काखमा लिई कैलाश पर्वत गई प्रथम गढ सहित भई आनन्दले रहे। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाया श्री पार्वती कैलाश प्रवेश नाम 15वां अध्याय। अब 16 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। कुमारको प्रादुर्भाव र तारकासुरको संहार गरेको कथा भनिसके। हे अगस्त्य मुनि, अब म तपाईलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउँछु। एकचित्त भई सुन्नुहोस्। सावित्री, गौरी, लक्ष्मीहरूले आफ्नो पतिदेवहरूसँग हामीहरूलाई रजस्वला गर्भवती सुत्केरी हुने र बालबच्चाहरूको झाडा पिसाबमा डुब्नु पर्ने कष्ट नपरोस् भनी सृष्टिको आदिकालमा नै वरदान मागेका थिए। त्यसकारण यी देवीहरू निरन्तर पतिकै सेवा टहल मात्र गरिरहन्थे। कहिले पनि पतिदेवको सेवाबाट अलग रहनु पर्दैन थियो। गर्भिणी, सुत्केरी आदि हुनु पर्दैन थियो। तर संसारमा गृहस्थको जीवनमा सन्तान सुख ज्यादै महत्त्वपूर्ण सुख हो। हुन त सन्तान सुख केवल ममता मात्र हो। अन्तस्करणको एक अज्ञानपूर्ण वृत्ति विशेष हो। तैपनि के देवता, के मानिस, के पशु, के पन्छी सबै नै सन्तान सुखको लागि सधैँ आकुल हुन्छन्, चिन्तित रहन्छन्। तथा त्यसको लागि धर्म, कर्म, तीर्थ, व्रत, दान, पुण्य जे जति गर्न सकिन्छ सो गर्न बाँकी राख्दैनन्। सन्तान सुखको चाहनाले भगवती पार्वतीजीलाई पनि आकुल गरायो। हुन त कुमार जस्ता छोरा नभएका पनि होइनन्, तर उनलाई काखमा लिई खेलाइ बस्ने पार्वतीजीको मनको धोको पूरा हुन पाएन। किनभने कुमारलाई 7 दिनको उमेरमा प्रचण्ड पराक्रमी भई तारकासुरसँग संग्राम गर्न जानु पर्यो। अतएव बालकलाई काखमा लिई दूध खुवाउन, पुत्रप्रति स्नेह गर्न, हँसिलो छोराको लाड प्यार गर्न पार्वतीलाई ज्यादै रहर लाग्यो र यो इच्छा केही पटक अव्यक्त रूपमा र केही पटक व्यक्त रूपमा महादेव छेउ पार्वतीले प्रकट गर्न बाँकी राखेकी होइनन्। तर पहिले नै रजस्वला र गर्भवती हुन, गुमुत स्याहार्न नपरोस् भनी वरदान पाएकी हुनाले यी पार्वतीको सन्तान सुखेच्छा पूर्ण गराउन महादेवलाई ज्यादै अप्ठ्यारो परेको थियो। तर संसारमा नारी हट, बाल हट र राजहट जस्ता केही हट छैनन्, जसको पूर्ति नभएसम्म तिनीहरू शान्त हुँदैनन्। बरु यसको परिणाम पछि जस्तो सुकै होस्, तत्काल त्यो हट आफूले भने जस्तै हुनुपर्छ। पार्वतीले हट गर्न थालिन्। उनलाई सन्तान सुख चाहियो। त्यसमा पनि छोरा नै चाहियो। प्रतिदिन महादेवसँग छोरा काखमा लिने रहर लागेको कुरा भन्न लागिन्। महादेवले पनि के गरून्, पहिला बोक्न ब्याउन, बालकको स्याहार सुसार गर्न, गुमुत हुन गाह्रो लाग्यो। त्यो दुःख गर्न नपरोस् भनी वर माग्यो। हुन्छ भनी तिम्रो आकांक्षा पूर्ण गरिदिए। अब म कसो गरौँ? काखमा छोराछोरी लिएर आनन्दित हुन पहिले कहर नकाटी हुँदैन। कहर काट्न मन्जुर छेउ भने विचार गर्नु पर्ला भनी श्री महादेवले भन्दा पार्वती फेरि भन्छन्, हे नाथ, म कुनै कष्ट नभोगी सन्तान चाहन्छु। हजुरको निगाह भयो भने के हुन सक्दैन र? यस्तो पार्वतीको जिद्दी सुनेर बिना दुःख कष्ट पार्वतीलाई सन्तान दिलाउने विचार गरी पुत्रेष्टि गर्ने प्रबन्ध गर्नुभयो। चाहिने सामान तयार गर्न पार्वतीलाई नै आज्ञा गर्नुभयो। पार्वती, तिमीले इच्छा गरेको सन्तान सुख पूरा गर्न पुत्रेष्टिको सरजाम जोर। म असल ब्रह्माण्डहरूलाई बोलाउने प्रबन्ध गर्छु भनी महर्षि वशिष्ठ र गर्गलाई डाकी पुत्रेष्टिको साइत हेर्न लगाई दिनको टुङ्गो लगाई नन्दीलाई सप्तऋषिहरूका पुत्रेष्टिको निम्ता गर्न पठाउनु भयो। ब्रह्मालाई मुख्य आचार्य हुने निम्ता गयो। विष्णु सदस्य हुने भए। नारद, देवल, पर्वत, जैमिनीहरू, उद्गाता र सामवेद पढ्ने भए। वशिष्ठ होता भए। वश्यपायन आफ्ना शिष्य सहित भई ब्रह्मत्व काममा नियुक्त गरिए। कुबेर र वरुण दान प्रदान र ढुकुटीको काममा खटिए। अन्नपूर्ण भान्साको प्रबन्धमा खटिने यसमा देवता ऋषि देवीहरू सबैलाई थरीका कामको जिम्मा दियो। पुत्रेष्टिको काम सुसम्पन्न भयो। प्रतिदिनको खानपानको देखरेख र ब्रह्माण्डहरूलाई सेवा शुश्रूषा गर्न आफै महादेव पार्वती श्रद्धासाथ लागेका थिए। पुत्रेष्टि समाप्त भयो। ब्रह्माण्डहरूलाई दान दक्षिणा दियो। एकातिर नाचगान बजान चलेको छ त अर्कोतिर अन्न वस्त्र द्रव्यहरूको दान भएको छ। ऋत्विक समेतका ब्रह्माण्ड र देवदेवताहरू र ऋषि महर्षि सबैले भगवान पार्वती शङ्करलाई यथाशीघ्र पुत्र होस् भनी प्रसाद तिलक चढाए। ब्रह्माण्ड भोजन गराई प्रसाद पाएको फूल माला खोपीमा राख्न भनी पार्वती भित्र पस्नु भएकी त पलङमा सुन्दर बालक हात गोडा फाली खेलिरहेको देख्नुभयो र महादेवलाई बोलाउनु भयो।
महादेवले पनि भित्र पसी पलङमा हेर्नुहुँदा सुन्दर बालक देख्नुभयो र यो पुत्रेष्टिको फल हो। पार्वती लेउ बच्चालाई भनी उत्तम रेशमको वस्त्रमा राखी पार्वतीको काखमा दिनुभयो। बालक रुन थाल्यो। जया विजया आदि पार्वतीका सुसारीहरू बालकको शब्द सुनेर खोपीमा आइपुगेर पार्वतीको काखमा बच्चा देखे। महादेवको आज्ञाअनुसार ब्रह्माण्डहरूलाई बोलाई जात कर्म गरियो। पुत्रेष्टि सिद्धिन नपाउँदैमा श्री महादेव र पार्वतीलाई छोरा भएको खबर स्वर्ग मर्त्य पाताल सबै ठाउँमा फैलियो। जताततै खुसियाली मनाइयो। सारा देवता ऋषि महर्षिहरू श्री महादेव र पार्वतीका नवजात पुत्रको मुख हेर्न नाना थरीका रत्न र फलफुल लिँदै आए। ठुलो उत्सवका साथ अपार भिड लाग्यो। हर्षको पारावारै रहेन। को आए के ल्याए भन्ने काममा लक्ष्मी र सरस्वतीले रेखदेख गरिरहेका थिए। सब आए तर छाया पुत्र शनैश्चर एक आएनन्। सबै आएको तर शनैश्चर मात्र नआएको कुराले पार्वतीलाई कौतुकान्वित बनायो। शनैश्चर कहाँ खबर पुगेन र हो कि किन भनी पार्वतीले प्रश्न गर्दा थाहा पाइकन पनि नआएको भन्ने खबर आयो। यसले गर्दा पार्वतीलाई रिस उठ्यो। हामीलाई छोरा हुँदा संसारलाई हर्ष भयो। शनैश्चरलाई कति कारणले अफसोस भएछ। पार्वती माता रिसानी भएको कुरा छाया पुत्र शनैश्चरले थाहा पाए। तर पनि उनी आएनन्। नआउनमा कारण थियो। शनैश्चरको दृष्टि ज्यादै घटिया हुन्छ। शनिको जेमा दृष्टि पर्यो उसको सर्वनाश हुन्छ। तसर्थ पार्वतीको नवजात सुकुमार बालकलाई शनैश्चर दर्शन गर्न चाहँदैन थियो। तर हुकुमको जवाब छैन। कालको ओखति छैन। पार्वतीको रिस शनैश्चरको लागि महाकाल बराबर हुन गयो। तसर्थ पछि जे जसो होला भनी कैलाश दरबारमा पुगी शनैश्चर हाजिर छ भनेर चढाईको बिन्ती श्री पार्वतीजीका समक्ष पुग्दा भित्र ल्याउनु भन्ने आज्ञा भएर नजरानाका साथ शनैश्चर भित्र लगिए। आफ्नो कडा दृष्टि कसैमाथि नपरोस् भनी अधोमुख लगाई हिँडेका शनैश्चर भित्र पुगे। पार्वती तथा महादेव र नवजात बालकलाई समेत नहेरी भगवती माता भगवत पिता मेरो दण्डवत छ भनी अधोमुख गरिरहे। पार्वतीले भन्नुभयो, हेर शनैश्चर, मेरो छोरो कस्तो छ। शनैश्चरले बिन्ती गरे, माताजी क्षमा पाऊँ, छोरा पाइबक्सेकोमा बधाई छ, खुसी छु। तर म अभागीको दृष्टि जेमा पर्छ उसको भलो हुँदैन भन्ने जाहेरै छ। तसर्थ बालकलाई हेर भन्ने आज्ञा नहोस्। पार्वतीले भन्नुभयो, हेर तिम्रो दृष्टि दोष अन्त होला, यहाँ हुने छैन, हेर बालक कस्तो छ भनी आग्रहका साथ प्रेरणा गर्नुभयो। अन्तमा प्रभु म लाचार छु, पछि यस तुच्छ सेवकप्रति कुनै अभय नलागोस् भनी शिर उठाई पार्वतीका काखमा रहेको नवजात शिशुको मुखमा दृष्टि लगाए। उनको दृष्टि पर्नसाथ बालकको शिर बेपत्ता भयो। जब बालकको धड मात्र रही मुड बेपत्ता भयो अनि हाहाकार मचियो, रुवाबासी चल्यो। जब पार्वती शोक क्रोधले आकुल भई शनैश्चरप्रति उग्र रूप लिन लाग्नुभयो अनि महादेवले पार्वतीलाई सम्झाउँदै भन्नुभयो, हे पार्वती, नरिसाऊ, यिनको भूल होइन, यो तिम्रै हठको परिणाम हो। म बच्चालाई कुनै प्रकारले पनि बचाउँछु, शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी, हे गण हो, 4 दिशामा गई जो फेला पार्छौ त्यसको शिर छेदन गरी ल्याऊ भनी अराएर चन्द्रबाण सुम्पी पठाउनु भयो। गणहरूले हवस भनी 4 दिशामा हेर्दै जाँदा धेरै बेरपछि तहाँ हात्ती फेला पारी श्री महादेवका आज्ञाले चन्द्रबाण प्रहार गरे। चन्द्रबाण गएर हात्तीका घिच्रामा लागि शिर छेदन भयो। त्यो हात्ती कस्तो थियो भने सेतो पर्वत जस्तो अति अग्लो भएको। यस्तो हात्तीको शिर लगी महादेवका मुख्यान्जी राखिदिएर हामीले यही पायौं भनी बिन्ती गरे। तब महादेवले हात्तीको टाउको मूर्तिमा जोरी जियाइदिए। त्यस मूर्तिको गणेश नाउँ रही पार्वतीका पुत्र भइरहे। तहाँपछि एक दिन महादेवले गणेश र कुमारलाई डाकी आज्ञा गर्नुभयो, हे गणेश, हे कुमार, तिमी दुई गई सुमेरु पर्वत परिक्रमा गरी आओ। जो अघि होला त्यसलाई वरदान दिउँला। यति श्री महादेवको आज्ञा सुनि कुमारले हवस् भनी तत्काल उठी मयूरमा सवार भई सुमेरु पर्वतलाई परिक्रमा गर्न भनी गए। कुमार गएका गणेशले देखि अब कसो गरौँ भनी चित्त आकुल गरी आफ्नो वाहन मुसो छेउ गए। चिन्ताले आकुल भएका गणेशलाई मुसाले देख्यो र हे विनायक, किन त्यस्तो हुनुभयो भनी सोध्यो। तब गणेशले भने, सुमेरु परिक्रमा गरी आऊ भनी शिवले भनेको सुनि सुमेरु परिक्रमा गरी आउँछु भनी कुमार गएको वृत्तान्त कहे। अब कसो गरौँ, त त्यस्तो, म यस्तो ठुलो पेट लामो सुँड भएको हिँड्न सक्दिन, के गरौँ भन्ने यस्तो गणेशको वचन सुनि मुसो भन्छ, हे गणेशजी, तपाईलाई ज्ञान दिन्छु, सुन्नुहोस्। श्री महादेव पार्वती गंगा 3 जना बसेको ठाउँमा गई अञ्जली बाँधी, हे पिता, हे माता, मेरो सुमेरु पर्वत पनि हजुरै हो, सम्पूर्ण देवता पनि हजुरै हो,
पनि 3 फेरा परिक्रमा गरी प्रणाम गर्नु सुमेरु भनेका तिनै हुन्। यो गर्नाले तिमीलाई वरदान होला भनी मुसोले भनेको सुनि गणेशले भलो भनिस् भनी महादेव पार्वती गंगा 3 जना बसेको ठाउँमा गई अञ्जली बाँधी हे पिता हे माता मेरा सुमेरु पर्वत पनि हजुर, अरु सम्पूर्ण देवता पनि हजुर भनी 3 फेरा परिक्रमा गरी प्रणाम गरे। तब महादेव खुसी भई हे गणेश तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले केही काम गरे पनि पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्धि नहोस् भनी वरदान दिए। सुमेरु पर्वत परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेव छेउ भनिन् हे ईश्वर गणेशलाई वरदान दिनुभयो, मेरो पुत्र कुमार किन आइपुगेन? यति गंगाले भनेको वचन सुनि सम्मु आज्ञा गर्नुहुन्छ। हे गंगा श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तब तिम्रो पुत्र कुमार आइपुग्लान्। यति महादेवको आज्ञा सुनि गंगाले हवस भनी विधि सोधी पौष शुक्ल पूर्णिमाका दिनदेखि गोडाको नङ काटी स्नान गरी शुचि भई एक भक्त रही एक चित्त गरी मेरो पुत्र कुमार चाँडै आइपुगोस् भनी नित्य मध्याह्न कालमा महादेवको पूजा गर्न लागिन्। महिना दिन भएर माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 टुक्रा सुपारी, अष्टोत्तर 100 जाइका फूल धूप दीप नैवेद्य सम्पूर्ण उपचार तयार गरी आरसीमा ओमकार लेखी श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न लागिन्। सम्पूर्ण पूजा गरिसकी अर्घ दिई स्तुति गरी प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले कुमार आइपुगे। तब गंगाले धन्य श्री स्वस्थानी परमेश्वरी भनी आफ्ना पुत्रलाई प्रसाद र आशिष दिइन्। कुमारले महादेव छेउ गई साष्टाङ्ग प्रणाम गरी हे पिता म पनि वरदान पाऊँ भने। यति कुमारले भनेको सुनि महादेवले हे कुमार स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले केही कार्य गर्दा पहिले तिम्रो पूजा नगरी सिद्धि नहोस् भनी वरदान दिए। यति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथा गणेश जन्म वर्णन नाम 16 अध्याय। उपनयतु मंगल सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी सस्य शालिनी दशभो छेबुरहित ब्रह्माण सन्तु निर्भय अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु निर्भया निर्धना सदना सन्तु जीवन्तु शरदा शतम तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतद्वारा कथा प्रसंग या कुन्तेतु साराहर धवला या शुभ्र वर्षापिता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्मच्युत शंकर प्रभृति देवै सदा वन्दिता सामां पातु सरस्वती भगवती निशेष जाड्यपहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा सुनेत् स्वभावात् करोमि यत् सकल परस्मै श्री नारायणी इति समर्पयत् श्री स्वस्थानी परमेश्वरी नमः। श्री स्वस्थानी परमेश्वरी माता को जय हो।